बुनुले पिनास पर्यो भनेर दुःख दिएँ, त्यही भएर यो मैले पिनासको औषधि बनाउन थालेँ। यो मैले देखाएको जुन काठ हो त्यो यम किम्मु भन्ने काफल हुन्छ नि, किम्मु काफल। रुखै क्यामुनाको छसाई गुहाई, पिनासको दोल भो त भन्नु। त्यो किम्मुको जरोलाई चाहिँ घोटेर त्यसको चन्दन बनाएर मैले यी नानीको निधारमा चाहिँ उहाँ म्याडमले लगाइदिँदै हुनुहुन्छ होइन त। यसले चाहिँ पिनासको चाहिँ रोगलाई सन्च गर्छ। धेरै पुरानो पिनास भए पनि यसले एकदमै सफा गर्ने, शान्त गराउने र गराउने त साँझमा लगाएर यो सुत्ने अनि बिहान उठेर चाहिँ यसलाई पखाल्ने, यसरी मजाले लगाउनु पर्ने हुन्छ है त। रुखै क्यामुनाको छसाई गुहाई, रुखै क्यामुनाको छसाई गुहाई, पिनासको दोल भो त भन्नु। यसरी घटेपछि यस्तो मिठो सेतो चन्दन आउँछ होइन त। यो चन्दनलाई चाहिँ मजाले घटेर अनि यसरी मैले घोट्ने प्रक्रिया पनि बताइदिएको छु अनि उठाउने प्रक्रिया पनि छ। हेर्नुहोस् त, मजाले हातमा कस्तो मजाले आउँछ प्लेटमा उठाएर है त। यसरी चाहिँ मजाले सुत्ने बेलामा यो निधारमा लगाइदिइसकेपछि पिनास पुरानो होस् कि नयाँ होस् चट भएर जान्छ है त। ल ल ल।